हेलो अनि नमस्ते साथीहरु सबैजनालाई स्वागत छ फेरि पनि मेरो नयाँ भिडियोमा। सो गाइज कस्तो हुनुहुन्छ सबैजना? एकदमै आरामै हुनुहुन्छ होला। म पनि एकदम ठीक छु। आज फेरि नयाँ भिडियोको साथमा तपाईहरुको सामु उपस्थित भइसकेको छु। पक्कै पनि थम्बनेल हेरेर थाहा भइसक्यो होला, टाइटल पढेर पनि थाहा भइसक्यो होला के हुँदैछ भनेर। सो आज चाहिँ हाम्रो जलान प्रोको नयाँ भिडियो आएको रहेछ, त्यही भिडियोको रियाक्सन गर्न गइरहेको छु। यो भिडियोलाई लिएर एकदमै एक्साइटेड पनि छु। जलानको भिडियो भनेपछि जहिले पनि एक्साइटेड हैन, बवाल आउँछ। सो यो भिडियो पनि एकदमै बवालै होला। सो गाइज ढिला नगरिकन भिडियोलाई सुरु गर्नुभन्दा अगाडि च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नु होला, भिडियोमा लाइक गर्नुस्, कमेन्ट गर्नुस् भन्दै भिडियोलाई अगाडि बढाउन चाहन्छु। लेट्स गो। उहाँको नाम यार मलाई नाम पनि याद छैन र नाम पनि याद गर्न चाहन्न। उहाँले गर्दा नै यो यत्रो समस्या भएको देखाएको छैन। कम्युनिस्टको नेताहरू जेलमा बसेको भूमिगत गरेर सारा दुःख गरेको त्यो पनि देखाएको छैन। उनीहरू चाहिँ युरोप जाने भयो, फेसबुकमा चाहिँ युरोप हेर्ने भयो, फेसबुकमा चाहिँ अमेरिका हेर्ने भयो। हो त्यही भएर फेसबुकै बन्द गर्दै गरे, त्यही भन्दै हुनुहुन्छ। मैले कहाँ भनेको छु त्यस्तो? अनि फेसबुक युट्युबहरु सबै दर्ता भएर कर तिरिरहेको छ अरे त किन बन्द गरेको? सरकारको आलोचना भयो भनेर जनताको मुख थुनी हानि सर यो पक्का नियमनको नाममा सोशल मिडिया ब्यान गरेर अभिव्यक्ति स्वतन्त्रताको हनन भयो। अभिव्यक्ति स्वतन्त्रता भइरहेछ त, सामाजिक सञ्जालमै जानुपर्छ भन्ने छ। अनि हजुर त एमालेको मान्छे हो जस्तो लाग्यो, यस्तो भनिहाल्नुहुन्छ। हो म एमालेको प्रतिबद्ध काडर चाहिँ हो। सामाजिक सञ्जाल नभएर के पनि हुँदैन। सामाजिक सञ्जाल नभएर झोलेहरू मेसेन्जर वाट्सएप बाटो यस्तो बाटो हो नि त बिजनेस। यही बन्द हुन्छ भने मर्नु नसेको खाद्यहरू मरे चाहिँ हुन्थ्यो। मलाई त्यस्तो यो सबै राख्दिनु है। टिकटक बन्द गरे हैन मेरै डरले। टिकटक बन्द गर्ने सरकारले निर्णय गरेको छ। सबै सामाजिक सञ्जालहरु बन्द गरेर रेडियो सुन टिभी हेर भन्न खोज्या हो कि के हो? म त टिभी बचाउनु पर्छ भन्ने खालको मान्छे हो। टेलिभिजन त जनताले खोलेर हेर्ने हो। टिभी हेर्नु पर्यो नि। आजकल टिभी कोले हेर्छ म्याच सिक्ने। अब हुन्छ प्रोटेस्ट। यो भिडियो चाहिँ सागरको एन्ट्री सुरुमै रहेछ यार। हाम्रै हो बालकोटमा जान्छन् मान्छे। बिहान आगो लगाइदिउँ गएर म्याच हिउँ खोज्यो भने पर्छनको खोमलदारमै गएर भेट्ने। घरमा घेरेर तलक दिएपछि नि यता हाल्नु न। के हो काका यार, हजुर र सागर दाइले जे बोल्नु भएको थियो सबै भयो त। मैले बोलेको कुरा पुग्छ। शेरबहादुर देवा तैले खानेवाला छ। तपाईले पत्ता बोल्दै हुनुहुन्छ। हेर्दै जा मेरो केटाहरुले तँलाई कस्तो हान्छ। आन्दोलन होइन हो सेरे। यो लास्ट भाइरल थियो यार त्यो जमाना, ब्लुटुथको जमानामा। कार्यालय आगो लाउने हिँडिरहेको थियो भने थाहा थियो होला त यार। घरभित्र के गरेर बसिरहेको बुढाबुढी भाग्नु पर्थ्यो नि। आठ त तैले गरेकै हो। आठ गरेर नभाग्या हो कि यसरी र्याल चुहाएर सुत्दै हुनुहुन्थ्यो भित्र। स्वागत गरौँ भनेर बाहिर ल्याएर कुटेछन् के यार। उहाँहरूले चक्कु प्रहार गर्नुभयो घाँटीमा। चक्कु प्रहार? त्यो पनि घाँटीमा? दुईटैलाई चक्कु प्रहार गरेर रक्ताम्य हुनुहुन्थ्यो। अनि कस्तो चक्कु प्रहार गरेछ त? घाँटीमै हान्दा पनि मान्छे नमर्ने। शेरबहादुर देवालाई खुब गर्न मन थियो नि, हेर्न अब त्यसले चाटेन त। टुपी खाइसक्यो बुढाले। टुपी खाइसक्यो है शेरे बुढाले। हामी आम जनताको लागि निरङ्कुश पञ्चायत व्यवस्था जे भए पनि यार यत्रो वर्ष राजनीति गरेर लास्टमा यो हालत हुनु भनेको कस्तो राजनीति गर्नु भएको होला त नि उहाँले हैन। सो त्यही हो मेन कुरा भनेको। जनताको लागि उत्तरदायित्व नभएपछि यस्तै हुन्छ। विरोध गर्दा 9 वर्ष जेल पनि बस्नु भएको थियो उहाँ। त्यही लेखा छ यहाँ। करेन्ट पनि हान्दिएको भन्छ राजाहरूले। के हो खै त्यही माथि यस्तो बुढो मान्छेलाई कुटेको देख्दा दुःख त लाग्यो, तर के गर्ने त मान्छे नि तैले देश बिगारेछ। शेरबहादुरले पिटेको देखेर मजा त आयो, तर केपी ओलीलाई नपिटेको देखेर दुःख नि लाग्यो। केपी ओली सँगसँगै यी दुईजना दाजुहरूलाई नकुटेको देखेर दुःख लाग्यो होला हैन कतिलाई। मलाई त यो के गरे के सफल भन्दा पनि उयो के गरे थपलिया के भन्ने। यो मान्छे कहाँ गयो यार त अहिलेसम्म त पत्ता छैन। टिकटक पहिलोचोटि एउटा सबैले बन्द गरे। यो फेसबुक बन्द गर्न पनि मैले 2081 माघ महिनाको 10 गते निवेदन दिएको थिएँ। भनेपछि फेसबुक पनि तपाईले गर्दा बन्द भएको? यो पागलले फेसबुक पनि बन्द गर्छ नचाहिने र भन्थ्यो। ए भाइहरु थाहा पाइ होला नि त एउटा सबैको पावर फेसबुक बन्द छ। त्यसो नभन्नु नि दाइ कुटलान फेरि। मलाई कुट्या छैन नि त। मेरो केटाहरु ओपन भनिदिन्छु, तेरो घरमा आउँदै छ। दुखी आत्माहरू तिमरको बाउले कमाउन नसकेको यो मान्छेलाई त विवेक थापालिया हो कि थाप्रे हो? तँलाई डेट छोड होइन त तेरो घरमा आएर जलाउनु मन छ। मादर थु माथि साले खाते तिमरको बाउ अर्काको बच्चालाई सामाजिक सञ्जालमा पब्लिकली ह्युमिलिएट गरेर फ्रस्ट्रेसन उतार्ने हो। कन्ट्रोल मत भए त्यो घुसखोरी जलाए भन्दा चाहिँ तिनीहरूको गएर घर घेर्न सक्छ सक्दैन? सके त
घरभित्रै छिरेर रामधुलाई हाने सरी भन्यो यसले एउटा महिलाले सरी भन्दा त छोडेनन् केपी ओलीलाई पाएछ भने के गर्थ्यो होला देउवालाई त कास्टिङ मात्रै हो त लतारेको केपी ओलीलाई 206 वटा हड्डी चाहिँ छरपष्ट पारिदिन्छन् सडक ओलीले नि पिटाइ त खान पर्ने थियो पिटाइ होइन त्यसले त तिर्दै अमिल लाउँदै फिट्ने होइन नेतालाई भ्रष्टाचार गर्ने उपाय बताइदिने चाहिँ सचिव हो जोर से बोल के लोगों को स्कीमें बता दे सचिवलाई पनि धनक दिनुपर्ने थियो वाउ दामी समाचार आएको छ के दामी समाचार दाजु भन्नु त भर्खरै हिल्टन होटल जलाएका छन् यो पनि दामी समाचार हो अर्काले त्यत्रो लगानी गरेर बनाएको होटल जलाइदिने अनि के गरेर खाने त मेरो छोराले त्यही त अब आजुजीको छोराले के गरेर खाने उ ठुलो अब एकदम धनीको छोरा पनि होइन त्यही त यस्तो गरिब मान्छेलाई देखेर दया लाग्दैन घर जलाइदिएको छ होटल पनि जलाइदिएको छ पिटेको पनि छ बिचरा काठ किन्न नसके मान्छेलाई यार घर बनाइरहेको छु मैले काठ किन्न सकिन मलेसियाबाट आउँदै रहेछ नेपालमा सबैभन्दा धनी मान्छे आर्जु राणा हो पैसा चाहिँ गाडेरै राखेका छन् भन्छ हो र हो रहेछ कसरी गाड्ने त्यो पहिला कसले ट्याङ्कमा गाड्यो भने जमानामा पैसा कसरी गाड्थे थाहा भएन तर हजुरले त पैसा राख्ने बङ्गरै बनाउनु भएको छ त ओए डलर रहेछ के सब सही डलर ओ माय गॉड यतातिर जानेहरु मालामाल भयो होला त्यससँग बिलियन्स अफ डलर्स काठ किन्ने पैसा छैन भन्दै हुनुहुन्थ्यो त्यत्रो पैसा कहाँबाट आएछ तेरो बाउको लुटेको हो माछिने मेरो बाउको मात्र होइन हामी सबै नेपालीको बाउको पैसा लुटेको हो एक हिसाबले भन्दै हो मेरो बाउको पैसा चोरेछ माछिने प्रचण्डले प्रमाणित गरेर देखाउनु पर्यो नि प्रचण्डेसँग छ पैसा कहाँ छ क्रेडिट कार्ड छ प्रचण्ड कहाँ दुलोमा घुसे कहाँ दुलोमा कसम पत्तो थिएन त्यो बेलामा यार घरमा पैसा राख्छ त त्यही त घरभित्र पैसा नराख्नु पर्ने हो कतिले चोरेर लग्यो होला ओए बाँकी त चोरेर पुरा यो चाहिँ खतरा लाग्थ्यो कि त्यति बेला हेर्दा नि प्राय लिएर जाऊ न लुहात उठाएर बाँडेर पैसा त सब बोलेको हामी यहाँ पैसा कमाउनलाई यति दुःख गरेर राख्नु मान्छे अरे यार घर घर त्यत्रो पैसा भएको कुरालाई त स्वीकार्नुहोस् यार नक्कली पैसा हो भन्दा मैले नक्कली नोटको कारोबार गर्छस् भनेर समातिहाल्छ अब एआईले जेनेरेट गरेको भनेर भनिदिनुहोस् ढाबामा मेयरको घरबाट 80 केजी सुन भेटेको छ 80 टोला होइन 80 केजी रे उहाँ चाहिँ भनेको केजी शर्मा ओलीको मिथ 80 केजी सुन बरामद भएको छ हेर्नु त माछा त खान्छन् क्या त्यो खानेकुरै हो राम्रै कुरा हो तर रक्सी र गाँजा चाहिँ खानु भएन चौकीभित्र बियर हाम्रो भिटेन दाजुले यतिकै ऱ्याप हाल्नुहुन्छ त पुलिस चौकीभित्र गर्छु दारू खाँदै मस्ती अब रेभोल्युसन आउँछ अब आउने दशैंमा यो देशमा परिवर्तन भइसकेको हुन्छ हजुरले भने जस्तो दशैं अगाडि परिवर्तन भयो अब नयाँ बनेको सरकारलाई शुभकामना दिने होला नि काका होइन मैले त अहिले बनेको सरकारलाई म शुभकामना पनि दिन्न थाहा छ हामीलाई राजाले आउन सकेको पीडा त्यो रिस म फिल गर्न सक्छु त्यो आरिस जलेको शेख हसिनाको धोती लिएर भागे केपी ओलीहरुका कट्टु लिएर जान्छन् प्रधानमन्त्रीका कट्टु टेन्टी सबै बोकेर हिँड्ने हैन साडी चोलो क्यु विद्या भण्डारी तेरो लुङ्गी हेरिए तेरो लुङ्गी खातिनी दोजा ठोक्नु पर्छ कतिवटा चाबी कोले दियो क्या एयरपोर्ट छिन हेर्नको लागि ब्याट युज गर्न सक्नुहुन्छ यो नेताको त स्वाइनले लाउने पेन्टी पनि हाम्रो पैसा धेरै अब सोच्नु होला यो न्यूजको लागि मात्र हो Use the promo code shown on the screen to unlock exclusive offers. होइन मन लाग्दी पनि बोल्छन् मन लाग्दी पनि गर्छन् अब आन्दोलनकारीले यो रणबानमा प्रोटेस्टको नाममा चोर नहुने रणका छोरा र छोरीहरूको लागि म्याच प्लान सिराहाको खास संस्थाको दृश्य यो चामलको बोरा बोकेको मान्छेहरु हेर्नुहुन्छ तपाईहरु हेर्नुस् किनकि यो नेपाल हो मुजी बेलकी मुजी खसी र मासु भात माछ चिक्ने हो बानी त हामी जनताको पनि नेताहरु चाहिँ छ हाम्रै पैसाले त लुटेको भन्दै भाटबटी नि लुट्दिनु भित्र हाम्रो कोही होला जाउँ न यार आगो लागिसकेको छ मान्छे होला निक्लिन निक्लिन यो चाहिँ लाड भएर लाँदै यार अन्त्य लाड घाँटीमा के लाड जस्तो मुजी मर्या साँप बोकेर हिँडेको आगो लागिसक्यो आउने यार आगो कस्तो मुजी खाथे हो यार जाने माया मारेर छोड्नु पर्छ मुजी कति त चोर्न गएको उतै जलेर शहीद भयो भन्दैछन्
के हो कुरो कार्पेट कसको हो जे गर्नुभयो राम्रो गरे जस्तो लाग्छ गलत गरे जस्तो लाग्छ होइन मैले म अब गरिब मान्छे ऊ मैले धनी गाउँमा सुत्ने हामी सुन्न पाउनु खाने लाउने भाँडाकुँडा सबै चोरेकै नले दसैँ सबै फ्रीमै गरे मुख छोपेर लैजाऊ मुख छोपेर भित्र बस्दैछ लाज लाग्दैन लुट भाइ लुट हेर ओहो अलि धेरै ल्याउनु न ओहो आमा यार यो जुनिभरलाई पुऱ्याउनु हो त सामान त भोलिकार बेच्नुपर्छ है मुख ढोपेर ओहो दिदी कोराको कोरा हालेर हिँडेछ नि त यस्तो चाहिँ गर्नु नहुने के नेता चोर भनेको हेर साला जनता चाहिँ चोर रहेछ के जनता नै खराब भएको हुनाले नेता नै खराब भएको हाम्रो रुटै खत्तम छ के चोर न हामी खाते हो खाते साला खातेहरू साला खाते सम्पत्ति चाहिँ तपाईँको तोडफोड गर्ने आगजनी गर्ने चाहिँ अधिकार कसले दिने अमेरिका गएर जुठो भाँडा मोडेर न मेरा बाउ थिए न मेरा आमा थिए त्यसरी कमा सम्पत्ति जलाइयो मार्केटमा जानी एउटा सलाई गर्ने फाल्दिने जलाएर के पायो 3500 मान्छेको जागिर गयो एमालेलाई सपोर्ट गर्ने जग्गा दिने भनेर होला अब यहाँ त पार्टीहरूलाई खुलिआम सपोर्ट गर्यो कि सक्यो भने हुन्छ सरकारले चाहिँ एकदम राम्रो काम गरेको छ युवाहरुको तर पनि अहिलेको युवाहरु चाहिँ सदन किन जलाको केपी ओलीले ओली याद आउने कुराहरु सबै भत्काइदेऊ पुरिदेऊ भनेर भन्नुभएको थियो त्यो कुराले अलि सिरियसली लिएको क्या भत्काइदेऊ धरारा भत्काइदे गर आगो लगाइदे भत्काइदेऊ बाटा र पुलहरु ओली याद आउने सबै चीजहरु जेलबाट भागिरहेको छन् त्यसको केही मतलब छैन रवि दाइलाई राखेको जेलमा जानु पर्यो साथीहरु सबै भएको के एकजनाको तपाईले के थाहा छ अब भन्दै भन्दै फेरि गाडी खाइहाल्छ पनि जब चाहिँ तपाईको अराजक झुण्डले रविका ग्याङले रविलाई चाहिँ नखबाट निकाले नि त्यसपछि सबै जन तोडफोड एकजनी चाहिँ हाउ सबै उनिसकेपछि नचलाउनु मलाई को हुन् यिनीहरु असली जेन्जी हुन् त यत्रो पेट्रोल बम कहाँबाट आयो यिनीहरु देशद्रोही हो असली जेन्जी र राम्रो मन भएको त यिनीहरु मुझे बाउला यो हाम्रै सम्पत्ति हो खाता यो न प्लिज न ओलीले छोडिसक्यो सबैले छोडिसक्यो अब छोड्दिनु अनि प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि आगो लाउने हिँडिरहेको थिए राजीनामा आइसकेपछि त घरहरु नजलाउनु पर्ने हो जल्नै पर्छ शेरबहादुर प्रचण्ड सबैको जल्छ अहिले केपी ओलीको जलाएर आए मैले अनि यो त जेन्जीको आन्दोलन भने हैन हजुरहरु पनि जेन्जी हो नागरिकता चेक गर्नु त नागरिकता देखा त्यो यो जगले दाइ पनि जेन्जी ओए जेन्जी हैन गुण्डा यो मान्छे त फडा साला चोर एजहरु नागरिकता देखो भन्नु उनीहरुलाई जेन्जी थाहा हुन्छ हैन दाजु किन लफडा गर्दै हिँडेको हजुरको भनाइ के हो भन्नु त मेरो भनाइ के हो भने मृत्यु हुने मरेर गइसके हामी जिउँदै उनीहरुलाई जिउँदो शहीदहरुलाई यो मान्छेको हात केही बाँधेन पछि त्यही हातले ब्याङ्क के ब्याङ्क जाथे भन्नुस् हजुरको माग के हो त्यो सिधै भन्नुस् त साच्चै घाइतेहरु जसले चाहिँ खुट्टा पनि गुमाउनु भएको छ कतिले हैन उहाँहरु चाहिँ चुप लगाएर बस्नु भएको छ खुट्टा नभए नि छोरा त बाँचेको छ भन्ने छ मलाई उहाँले चाहिँ नक्कली पट्टी हातमा बाँधेर 7 लाख चाहियो भनेर उफ्रिदै हुनुहुन्छ जस्ताको त्यस्तो त भन्दैन हेर्नुस् अब हजुरले घाइतेलाई 7 लाख मृतकलाई 5 लाख भन्नुभएको थियो नि हजुर बाँचेर पनि काम छैन हजुरलाई बरु मारेर 5 लाख दिने 2 लाख बच्छ भन्दै छन् सबले यस्तो रन्डीको छोराहरुको नेपालमा काम छैन कट्टा हान्नेलाई ओली लम्मै छिरो भने हैन ओली यहाँ भित्र लम्मै छिरो छ अनि त्यही हालले मुक्का हान्दै हुनुहुन्छ त फेरि फुटबलको पेले जस्तै हो सो गाइज यति नै रहेछ हैन भिडियो सो त्यो ठाउँमा हाँस्नु मिल्ने थियो कति ठाउँमा हाँस्न नमिल्ने थियो हैन सो अब जे जस्तो भए पनि देशकै क्षति भएको छ सबै जनताकै सम्पत्तिहरू हैन राष्ट्रकै सम्पत्तिहरू क्षति भएको थियो सो ठिकै छ हैन हेरौँ आगामी दिनहरुमा राम्रो हुन्छ सबै कुराहरू सो गाइज भिडियोलाई लाइक गर्नुस् कमेन्ट गर्नुस् शेयर गर्नुस् भन्दै अहिलेलाई टाटा बाइ बाइ है त